हेलो हेलो नमस्ते सबैजनालाई। सो आज चाहिँ हामी नागथली जाँदैछौँ है, नागथलीको रुट हेर्नलाई। सो त्यही हो, नागथली चाहिँ अब रसुवा पर्छ, तपाईँहरूले नि हेरिरहनु भएको छ होला यो ठाउँको बारेमा होइन। त्यो अहिले चाहिँ हामी के अरे स्याब्रु बेसीसम्म जाँदैछौँ। स्याब्रु बेसीबाट तातोपानीसम्म जान्छौँ अनि तातोपानीबाट चाहिँ हाम्रो हाइक सुरु हुन्छ है। सो हेर्दै जाउँ। अहिले चाहिँ हामी यहाँ विद्युत बजार आइसक्यो, हेर्दै जाउँ के कस्तो हुन्छ है त। ल अब हामी यहाँ खाना खाने ठाउँमा आइसक्यो। सो खानसाना खान्छौँ, त्यसपछि हाम्रो यात्रा स्याब्रु बेसीतिर हुन्छ है त। अनि स्याब्रुबाट सायद अब इबीमा आएको छौँ, अब इबीले नै पुऱ्याइदिन्छ कि के हुन्छ, यहाँ दाइलाई सोध्छु होइन तातोपानीसम्म चाहिँ। अब इबी गएन भने चाहिँ अर्को गाडीमा फेरि जानुपर्ने हुन्छ, स्याब्रु बेसी गएर अपरेट गर्छौँ है त। ल अब खानासाना खान्छौँ, त्यसपछि स्याब्रु बेसीतिर लाग्छौँ है त। ल यहाँ हामी खाना खाने ठाउँमा यसो बसिरहेको छौँ हामी है त। ल त फाइनली हामी धुन्चे आइसक्यो। यहाँ सुन्दर भाइ छ है। सो हामी चाहिँ चिया खाँदैछौँ। हाम्रो गाडी चाहिँ यहाँ धुन्चेसम्म मात्र आयो होइन। अब हाम्रो यहाँबाट अर्को बस चाहिँ तातोपानीसम्म जाने बस छ है अर्को चाहिँ। सो त्यो बसलाई कुट्दैछौँ हामी घाम ताप्दै होइन। तातोपानीसम्म जाने गाडी आएपछि चाहिँ हामी त्यहाँसम्म गएर अर्को दाइलाई भेट्छौँ। त्यहाँबाट त्यो दाइलाई भेटेर चाहिँ के कस्तो हो माथिको लजहरूको बारेमा पनि बुझ्छौँ होइन। सो त्यही हो, अहिले चाहिँ हामी चिया खाँदै घाम ताप्दै दाइलाई के अरे गाडी कुदिरहेछौँ है त। ल त फाइनली वी आर एट स्याब्रु बेसी। सो यहाँ चाहिँ अर्को दाइलाई कुद्दैछौँ हामी होइन। अनि गाडी पनि एकछिनमा आउँछ कि भन्ने कुरा छ हल्ला छ होइन। अब आउँछ कि आउँछ थाहा छैन, बस चाहिँ है दाइलाई कुद्छौँ अनि दाइसँग कुरा बुझ्छौँ होइन। तातोपानीसम्म गएर अनि त्यहाँदेखि चाहिँ हाम्रो वाक सुरु हुन्छ है त। यो है त स्याब्रु बेसी चाहिँ गाडी आएन भने चाहिँ तनाव हुन्छ, दाइलाई बाइकमै छोडिदिनुहुन्छ कि भनेर पनि बुझ्नुपर्ने हुन्छ। सो एकछिन त्यो दाइलाई कुर्दैछौँ है त। ल त रोङ्गा भन्ने ठाउँसम्म चाहिँ हामी स्याब्रु बेसीदेखि यहाँसम्म आयो। गाडी एउटा पनि छैन, पठावा पनि एकदम महँगो भन्यो। त्यही भएर हामी चाहिँ अब यहाँदेखि नै तातोपानीसम्म हिँड्दै जाँदैछौँ है त। यहाँबाट 4-5 घन्टा लाग्छ होला। अब भोलि अब भ्याइँदैन जस्तो छ, आज तलै बस्नुपर्छ जस्तो छ। सकेसम्म माथि जाने होइन। हेरौँ बिस्तारै। सो दिस इज द वे तातोपानी है। ढुङ्गा भन्ने ठाउँबाट चाहिँ हामी माथि लाग्दैछौँ। उकालो छ यहाँबाट चाहिँ है। अब गाडी पाएन, हामी बाइक लिनु अलिकति महँगै हुने कि 2000 पर पर्छ नि। आधी घन्टा 45 मिनटको बाटोलाई बाइकमा गएर त्यस्तै 45 मिनटदेखि 1 घन्टा लाग्दैछ। 2000 पर पर्छ भन्दै थियो, अलि एक्सपेन्सिभै लाग्यो नि त। त्यही भएर हामी चाहिँ ढुङ्गा भन्ने ठाउँसम्म गाडीमा आएर माथि तातोपानीतिर लाग्दैछौँ। यस्तो छ, माथिबाट अलिकति तेर्सो बाटो छ भन्छ बाजेले। हेरौँ है त अहिले माथि गएर पनि अराउन्ड त्यही 12 देखि 14 किलोमिटर रहेछ यहाँदेखि तातोपानी। बिस्तारै ल त फाइनली हामी हिँडेको चाहिँ अराउन्ड 1 आवर जति भयो। अनि यो गाउँको नाम चाहिँ भाजुङ गाउँ अरे है। सो त्यहाँदेखि यहाँ आउनु चाहिँ हामीलाई अराउन्ड 1 आवर जति लाग्यो है त। अन्त हामी त्यसै गाउँ पनि बबाल। फाइनली गाइज भाजुङ गाउँको अलिकति माथि चाहिँ यो सम्मबाट आएँ बल्ल। गुम्बा जाने बाटो आइपुग्यो। सो यो चाहिँ गाडी गुड्ने बाटो पनि यही हो होइन। तलको भाजुङ गाउँबाट निस्केको हामी चाहिँ त्यही हो, अराउन्ड 1 आवर जति लाग्यो भनौँ न। अब यहाँ त तेर्सो बाटो नै छ भन्थ्यो, हेरौँ अब के हुन्छ है त। त्यहाँदेखि यहाँ आउन 1 घन्टा, अब यहाँदेखि त्यहाँ पनि लगभग 1 घन्टामा पुगिन्छ होला भन्दैछ होइन हाम्रो हिँडेको हिसाबले। त्यहाँ तल दाइलाई सोद्धाखेरि। सो हेर्दै जाउँ है त तातोपानी पुगेर के हुन्छ स्थिति है त। पहिला तातोपानी चाहिँ पुगौँ है त। ब्युटिफुल ल्यान्डस्केप है त। यहाँबाट चाहिँ बप्पालाई देखिरहेछ। क्यामेरामा चाहिँ अलिकति एन्टी लाइट पर्ने रहेछ, तर ल्यान्डस्केप बवाल देखिरहेछ।
द वे इज लाइक दिस है। हामी हिँडेको चाहिँ अराउन्ड 1 hour 45 minutes जति भयो। अझै तातो पनि आइपुग्यो होइन, लगभग 5 किलोमिटर जति देखाइरहेछ। सो हेर्दैछौँ है, कति टाइम लाग्छ। अब 1 घन्टामा त पुग्न पर्ने सायद, तर हेरौँ के हुन्छ स्थिति। यस्तो डाँडाको बाटोमा यस्तो हिँडिरहेछ हामी चाहिँ है। बिस्तारै रोडको बाटो चाहिँ तलबाट दिएको थियो, अनि डाँडाबाट चढेर सर्टकट। ल गाइज, बाटो चाहिँ यस्तो छ है यहाँ। सर्टकट बाटो लिएको, यस्तो भिरको बाटो के ल बवाल, खतरा भिरको बाटो छ यार। सो अल राइट, हामी चाहिँ घोङराङ भन्ने ठाउँ पुग्यौँ है। घोङराङ भन्ने गाउँ। सो यहाँबाट चाहिँ तातो पनि अझै 1 घन्टा भनिरहेछ है, तर 1 घन्टा त नलाग्ला हामीलाई है। सो हेर्दैछौँ, यहाँ घोङराङ बस्ने भनेको अब फेरि भोलिको लागि सजिलो हुन्छ, तातो पानी नै जाने भनेर सोचेको हामीले चाहिँ है। सो त्यही हो, तातो पानीतिर जाँदैछ हामी बाटो। अब चाहिँ डाँडाबाट तल झरेर अँध्यारो पनि हुन थाल्छ कि नि त, त्यो भएर अझ बाटो हिँड्छ हामी। अब हेरौँ है त कति टाइममा पुग्छ हामी तातो पानी। ल यता हाम्रो वाक भनेको चाहिँ अराउन्ड 11 किलोमिटर, लगभग 4 घन्टा हिँडेर हामी बल्ल तातो पानीतिर आइपुग्यौँ है त। अब स्टे यही हुन्छ, धेरै थाकिसक्यो है। हामी मजाले रेस्ट गर्छौँ, खानसाना खान्छौँ है। भोलि खानु कति टाइम लाग्ला त है नागथली? 2.5 हाम्रो हिँडाइले कति लाग्ला? हामी त्यहाँदेखि हिँडेको लगभग 2 घन्टा लाग्ला है। ल हाम्रो वाक भनेको चाहिँ ठ्याक्कै 11 किलोमिटर, 4 घन्टा ठ्याक्कै होइन, ठ्याक्कै भएछ। वाइल्ड थाक्यो आज चाहिँ। भोलिको हिँडायो भनेको लगभग 2 साढे 2 घन्टा हुन्छ अरे। ल आज फ्रेस भएर अब खानसान खाएर रेस्ट गर्छौँ अब हामी। ल यो त हाम्रो रुम चाहिँ यस्तो छ आजको होम फर टुडे। 3टा बेड हुने रहेछ है, 2टा हेरी बेड हुने रहेछ। यहाँ सुन्दर भाइ छ। सो त्यही हो, अब भोलि चाहिँ हामी बिहान 5 बजे उठेर मुभ हुने विचार गरेर चाहिँ अब मजाले रेस्ट गर्छ है। भोलि के अवस्था हुन्छ, किनभने आज वाइल्डै हिँड्यो होइन। त्यही भएर भोलि हेरौँ के हुन्छ है। त्यो स्थिति चाहिँ 2 घन्टा लाग्छ भनेर चाहिँ अब हेरौँ है। आज 3-4 घन्टा त हिँड्यो है। अब भोलि बिहान उठेर भेटौँला है त। आजको लागि गुड नाइट। हेलो गुड मर्निङ फ्रम तातोपानी है। सो अहिले चाहिँ बिहानको 5:30 बजिरहेको छ। सो वी आर मुभिङ टुवर्ड्स नागथली है त। सो यहाँबाट 2 घन्टा लाग्छ भनिरहेछ। हेरौँ है त के कति टाइम लाग्छ होइन। अब बिस्तारै हामी अगाडि लाग्दैछौँ है त। ल माथि पुगेर अपडेट गर्दै गर्छौँ बिचबिचमा है त। ल यस्तो छ अँध्यारो, बाटो पनि थाहा छैन, तर हामी यसो बिस्तारै एनालाइज गर्दै जानुपर्ने हुन्छ अब चाहिँ है। ल बिस्तारै जान्छौँ है अब चाहिँ। हेलो हामी हिँडेको चाहिँ अराउन्ड 1 hour जति हुनुलाई है। सो ब्रिमदाङ भन्ने गाउँ चाहिँ आउनु लाग्यो अब चाहिँ बल्ल। सो त्यहाँबाट नै अझै आधी घन्टादेखि 1 घन्टा लाग्छ। त्यही अब ब्रिमदाङ गाउँ चाहिँ आउनुलाई। अनि यो रेलिङको बाटो, यहाँ रेलिङको बाटो देखिरहेछ, यही बाटो हो जस्तो छ है। अनि यहाँबाट देख्न सक्नुहुन्छ तपाईँले ब्युटिफुल माउन्टेन रेन्ज है, बवाल देखिरहेको छ, दामी। सो यहाँ बाटो हिँड्दै गइरहेको छु ब्रिमदाङ गाउँ चाहिँ आउनुलाई। अब हेरौँ है त कति टाइम लाग्छ। ल यहाँको चाहिँ यस्तै रेलिङ बाटो रहेछ, अलिक तलबाट देखाएको होइन। यस्तै बाटो रहेछ, माथिसम्म रहेछ कि। सो हेर्दैछौँ है त कति रहेछ यो रेलिङवाला बाटो चाहिँ, भर्याङवाला रेलिङवाला बाटो है त। बिस्तारै हिँड्दैछौँ हामी चाहिँ यहीँ। ल सो फाइनली हामी ब्रिमदाङ गाउँ पनि आइसक्यो। यहाँ पछाडि चाहिँ छ ब्रिमदाङ मोनास्ट्री। सो अहिलेको रेलिङको बाटोबाट अलिकति मात्र माथि रहेछ यो चाहिँ। त्यहाँ धेरै गाह्रो बाटो चाहिँ रहेनछ है। सो यही हो मोनास्ट्री। अनि यहाँ भिलेजहरू हल्का फुल्का रहेछ। सो हामी जानुपर्ने यहाँबाट माथि हो क्या अरे है, ऊ त्यो फ्ल्याग राखिरहेको ठाउँबाट त्यतातिर। सो लगभग 1 घन्टा नै लाग्छ जस्तो यसो हेर्दा चाहिँ है। यही त जम्मै त के कति टाइम लाग्छ, उज्यालो नै भइसक्यो अहिले त है। यस्तो छ यो ठाउँ बवाल। ल यो त ब्युटिफुल भ्यू, यहाँसम्म त गाडी पनि आउने रहेछ है। सो फाइनली यो ठाउँमा चाहिँ यो पोइन्टमा चाहिँ आइपुग्यो हामी, नागथली यहाँबाट भनेर लेखेको छ होइन।
अरू ठाउँमा चाहिँ कहीँ पनि लेखेको छैन। सो यो ठाउँ चाहिँ याद गर्नु होला। यो चाहिँ ठ्याक्कै बिमदाङ गाउँ, यो बिमदाङ गाउँ भयो। बिमदाङ गाउँबाट यतापट्टि छ है, बिमदाङ गाउँकै साइडतिर छ। यो बाटो हो त्यही जाने रहेछ। यहाँबाट कति लाग्छ यदि गरौँ है त। ल यो त ब्युटिफुल, यो ब्युटिफुल सनराइज चाहिँ भइसक्यो। लगभग 7 बज्यो अहिले चाहिँ है। सो यस्तो भ्यू छ यहाँ माथिबाट चाहिँ। हामी अलमोस्ट पुग्न लाग्यो है त। त्यहाँ तल चाहिँ छ बिमदाङ गाउँ, त्यहाँबाट यत्रो माथि आइसक्यो हामी। सो यहाँबाट चाहिँ यस्तो भ्यू देखिरहेको छ। अनि यो बाटो चाहिँ जाने लगभग हामी चाहिँ नागथली पुग्न लाग्यौँ है त। अराउन्ड हामी हिँडेको चाहिँ 1.5 घन्टा आदि भयो। सो यहाँ माथि आएपछि चाहिँ अलिकति सजिलो बाटो रहेछ। अनि भ्यू हेर्न सक्नुहुन्छ यो डाँडाको बाटो है, टक्क लाएर यतापट्टि पछाडि चाहिँ माउन्टेन भ्यू छ, चाइनाको माउन्टेनहरू पनि देखिने रहेछ। हामी चाहिँ आजको त तल त ऊ त्यो गाउँ हेर्दै तलको बाटोबाट आएको थियो। यहाँ माथिको बाटो आउने बाटो चाहिँ भेटेन हामीले होइन, नत्र यहाँ एकैचोटि यहाँ माथि आउनु पनि सकिने रहेछ। तर बाटो चाहिँ छैन है त। तातो पानीबाट आउनुपर्ने रहेछ। तातो पानीबाट बिमदाङ हो त्यही है त। यहाँ एकछिन बसेर हामी चौचो खान्छौँ। त्यसो माथि लाग्छ यो डाँडाको पछाडि हो जस्तो लाग्यो है। अलमोस्ट पुग्न लाग्यो हामी चाहिँ है। सो यहाँ माथिको भ्यू चाहिँ ठ्याक्कै सैलिङको जस्तो रहेछ। हो त्यहाँ चाहिँ सैलिङको जस्तो गुम्बा रहेछ। अनि बाटो पनि यसो हेर्दा चाहिँ सैलिङको जस्तो देखिने रहेछ। तलको बाटो चाहिँ ठ्याक्कै लटरम्बेश्वरको जस्तै, यहाँ माथिको चाहिँ ठ्याक्कै सैलिङको जस्तै क्या। अराउन्ड 2 घन्टा लाग्ने रहेछ भनौँ न, तातो पानीदेखि 2 देखि 2.5 घन्टा अराउन्ड अलमोस्ट पुग्न लाग्यो हामी चाहिँ। ल अगाडि गएर हेरौँ बिस्तारै है। थाकिसक्यो अहिले, यो चाहिँ 4 घन्टा हिँडेको कारणले चाहिँ थाक्यो कि यो चाहिँ हुन चाहिँ। तातो पानीसम्म गाडी हाल्यो आनन्दले हिँड्न सकिन्थ्यो। बिस्तारै अगाडि गएर हेरौँ है त। ल त फाइनली हामी चाहिँ नागथली चाहिँ आइसक्यो है। सो त्यही हो, तातो पानीबाट अराउन्ड 2 देखि 2.5 घन्टा रहेछ है। यहाँ पनि माथि पनि बस्ती चाहिँ रहेछ। यो चाहिँ अराउन्ड 3000 मिटरको रेन्जमा पर्छ है। 3100 मिटर चान्चुनमा पर्छ है, त्यस्तैतिर। यहाँतिर पनि गाउँ हो त रहेछ। अब यहाँ पनि बुझ्छ हामी के कस्तो छ है। सो त्यही हो है त, भ्यू चाहिँ बवाल छ। अगाडि गएर हेरौँ अब चाहिँ। बस्ती त मजाकै रहेछ यहाँ पनि। बिहानको खाजा अनुसारको ल यो त हाम्रो ब्रेकफास्ट यस्तो छ, खाप्से। आज लोसार पनि हो है, ह्याप्पी लोसार गाइज। यहाँ बाजेले चाहिँ खाप्से चिया खुवाइरहनु भएको छ। सो भयो भने चाहिँ हाम्रो यही होटल हुन्छ है त पछि। अब यहाँ 3-4वटा 4-5वटा होटल रहेछ। अनि यो पनि एउटा होटल चाहिँ है, माउन्टेन भ्यू होटल है यो चाहिँ होइन। माउन्टेन भ्यू होइन बाजे यहाँको चाहिँ। यहाँ चियासँगै खाप्से खाँदैछ है त बिस्तारै बिस्तारै। अनि यहाँ एकछिन बसेर यहाँ यसो हेर्छौँ अनि ब्याक टु तातो पानी जान्छौँ हामी चाहिँ है। ल त्यहाँ अर्को होटलको रुम चाहिँ यस्तो छ। सिङ्गल बेडै हुने रहेछ नर्मली यता चाहिँ। सिङ्गल बेड अथवा डबल सिङ्गल त्यसरी हुने रहेछ। माथिको रुम पनि हेरौँ है त। हेलो गाइज, नमस्ते फ्रम नागथली। हेर्न सक्नुहुन्छ पछाडि माउन्टेन रेन्ज बवाल है। सो हामी चाहिँ त्यहाँ माथितिर जाँदैछौँ भ्यूको लागि। कस्तो देखिन्छ हेर्न जाँदैछौँ है। त्यहाँ पुगेर देखाइहाल्छु तपाईँलाई भ्यू है। हेर्दै जाउँ है त।
सो दिस इज नागथली होइन। हामी चाहिँ यहाँ मजाले टाइम स्पेन्ड गऱ्यौँ। यसो होटेलहरूको तयारीसँग कुरा गऱ्यौँ होइन। सो त्यही हो, अर्को पालि चाहिँ अब हामी लिएर आउँछ यहाँ होइन। तपाईँहरू पनि प्याकेजको लागि हेर्दै गर्नु होला। यस्तो छ भ्यू। यता माथि चाहिँ भ्यू पोइन्ट हो, यतापट्टि पर्छ रहेछ होइन। त्यहाँ चाहिँ आज हामी गएनौँ, अर्को पालि चाहिँ लग्छौँ हामी तपाईँहरूलाई चाहिँ है। सो त्यही हो, हिजो अलिकति ढिलो आइपुगेर तातो पानी बस्यो अनि आज अलिकति बेसी हिँड्नु पऱ्यो नि त। हिजो पनि हिँड्नु पऱ्यो, आज पनि हिँड्नु पर्ने कारणले चाहिँ माथि गएनौँ हामी होइन। सो तर बाटो कन्फ्युजिङ छैन, यताबाट लगभग 2 घन्टा लाग्ने रहेछ। सो त्यही हो, आएर चाहिँ हामी सुरुको दिन चाहिँ नागथली बस्छौँ। नागथलीबाट भोलि माथि भ्यू पोइन्ट गएर आएर तल आएर ब्रेकफास्ट गर्छौँ। त्यसपछि ब्याक टु तातोपानी भएर ब्याक टु काठमाडौँ हुन्छ होइन। त्यही अब चाहिँ तल तातोपानी जान्छ हामी होइन। अनि ब्याग प्याकिङ स्याकिङ गर्छौँ। लगभग 1 बजेको गाडी छ अरे। अब अर्को अगाडिको गाडी पाइन्छ त्यसमा जान्छौँ, नत्र त्यो 1 बजेको गाडीमा जान्छौँ है त। ल बिस्तारै अगाडि लाग्छौँ है हामी तलतिर। ल यो त अराउन्ड 9:45 भयो। अब चाहिँ हामी यहाँबाट तल झर्दैछौँ है। तातोपानीमा जान्छौँ, एकछिन रेस्ट गर्छौँ होइन। त्यसपछि गाडी अगाडिको पायो भने चाहिँ अगाडिकोमै मुभ हुन्छ होइन। नभए चाहिँ 1 बजेको गाडी छ अरे त्यहाँ होइन। सो त्यसमै जान्छौँ है त। ल यहाँबाट चाहिँ तल झर्न चाहिँ कति टाइम लाग्छ हेर्नु है त। माथि चढ्न त्यही 2 घन्टादेखि 2.5 घन्टा, तल झर्न चाहिँ त्यही 1.5देखि 2 घन्टा लाग्छ होला। सो हेर्दैछौँ है त। न त झर्दाखेरि चाहिँ अर्को सर्टकट बाटो झरेको, यस्तो भिरको बाटो। यहाँबाट झऱ्यो भने वान मिस गेम फिनिस हुन्छ है त। सानो बाटो छ क्या भाइ हो, त्यो तल पुगिसक्यो। त सर्टकट चाहिँ वाइल्ड सर्टकट रहेछ। अहिले एउटा कुकुर चाहिँ यही बाटोबाट गएको थियो कि, अनि कहाँबाट चढेछ भनेर हामीले यसो हेरिरहेको थियो। यस्तो बाटो रहेछ, अरे डेन्जर बाटो। बिस्तारै अगाडि लागौँ है त अब। ल त हामी चाहिँ माथिदेखि यहाँ तल चाहिँ लगभग 15 मिनटमा आइपुग्यो है त भिमथाङ चाहिँ। अघि हामीलाई यहाँबाट लगभग 1 घन्टा जति पनि लागेको थियो भनौँ न। सो तल झर्न चाहिँ धेरै टाइम चाहिँ लाग्दैन, तर गाडी चाहिँ गाडी हुन्छ। भिमथाङ आइसक्यो, जस्ट 15 मिनट्समा है त माथिबाट। ल यो अहिलेको गुम्बा आएको ठाउँ। यहाँबाट अघि त्यो माथिको हामीले रेस्ट गरेको ठाउँसम्म आधी घन्टा, त्यहाँदेखि आधी घन्टा जति लागेको थियो। लगभग 1 घन्टा भनौँ न त्यति लागेको थियो। चढ्ने बेला चाहिँ जस्ट 15देखि 20 मिनटमा आइपुग्यौँ है त। म्याक्सिमम् आधी घन्टा भनौँ न झर्नलाई यहाँसम्म चाहिँ। ल यही हो तातोपानी भनेको चाहिँ। यहाँ चाहिँ हल्का हल्का तातोपानी छ अरे होइन। भाइ चाहिँ यहाँ डुब्न लागिरहेको छ, रेडी भइरहेको छ यहाँ। त्यो हेरौँ है त, किन तातोपानीमा डुब्ने नडुब्ने भन्ने भइरहेको छ। त्यो जाँदा चाहिँ अराउन्ड 45 मिनट लागेको थियो। जाँदा चाहिँ अराउन्ड 1 आवर जति लागेको थियो यहाँदेखि भिमथाङ। झर्दा चाहिँ 45 मिनट जति लाग्यो। त्यहाँ एकछिन तातोपानीमा डुब्छौँ अनि त्यसपछि होटेलमा गएर ब्याग प्याक गरेर ब्याग टु काठमाडौँ हुन्छ अहिले। यो है त तातोपानी चाहिँ। तातोपानीबाट देख्ने भ्यू चाहिँ यही हो। हिजो बेलुका आइपुग्यो हामी, देखाएको थिएन केही पनि। सो होटेलहरू चाहिँ टन्नै छ तातोपानीमा चाहिँ। माथि भिमथाङमा चाहिँ हल्का फुल्का रहेछ, अनि शेरमानथाङ के अरे नागथलीमा पनि 7-5वटा रहेछ भनौँ न। यही हो भ्यू चाहिँ तातोपानीबाट। भाइ छिरिसक्यो। ल गाइस फाइनली तातोपानीमा पनि खिच्नु लागेको छ मजा है। तातो रहेछ पानी चाहिँ, मजाको रहेछ भने रहेछ। नानी त्यहाँ त पोल्छ अरे यहाँ धारामा चाहिँ है। सही रहेछ नि आज। सही मजा आउने रहेछ नि त। सही हो कान्छ यहाँ सही हो। अच्छा कस्तो सेतो त हेर्नु न। ल यो तातोपानीमा डुब्दैछ हामी चाहिँ। यसो नुहाइधुवाइ गरिरहेछौँ होइन। अब यहाँ एकछिन बसेर होटेलमा जान्छौँ अनि ब्याक टु काठमाडौँ हुन्छ है त। त्यो गाडी चाहिँ भेट्छै भेट्दैन हेरौँ है के हुन्छ। यहाँबाट गाडी चाहिँ छ हाइल्यान्ड, त्यही दाइहरूको हो कि सोध्छौँ पहिला होइन। हेरौँ अनि के हुन्छ। कहाँ छ कि कहाँ छ? कहाँ काठमाडौँ जाने नि?
वा तातो पानी छ यार मजाको छ यो त्यत्रो हिँडेर आएको थकान मार्न त सही मजा आउने रहेछ यहाँ डुबिरहेपछि आनन्द आउने रहेछ ल त हामी बसेको होटल भन्छ हिमालयन होटल एन्ड लज हो अनि तातो पानी चाहिँ यहाँ हो माथिपट्टि है अघि हामी नुहाएको चाहिँ सो यही हो तातो पानीको बस्ती चाहिँ है सो त्यही हो हाम्रो प्याकिङ स्याकिङ चाहिँ भयो अब 12 बज्यो बल्ल 1 बजी चाहिँ हाम्रो गाडी आउँछ भन्दैछ होइन त्यहाँ दाइलाई पनि गएर भेट्छौँ अनि त्यसपछि कुरा गर्छौँ होइन गाडी जान्छ जाँदैन स्योर छैन फेरि होइन सो त्यहाँ गएर सोध्छौँ त्यो 1 बजी जान्छ भनिरहेको छ होइन 1 बजीको गाडी आयो त्यहीबाट फर्किन्छौँ नत्र के हुन्छ है अनि त्यो तपाईँहरू पनि यहाँ आउँदै हुन्छ भने चाहिँ अब रेगुलर त लाग्दैन रहेछ तातो पानीको गाडी है तातो पानीको बस चाहिँ अब कहिलेकाहीँ मात्रै लाग्ने रहेछ फेरि होइन सो हिजो पनि नलागेको कारणले हामी त्यहाँ तलदेखि नै हिँड्दै आउनु पऱ्यो अनि इनकेस अब तपाईँहरू लोकल गाडीमा आउँदै हुन्छ भने चाहिँ अब अलिकति गाह्रै पर्ने रहेछ है स्याप्रुसम्म त जसरी पनि पाइहाल्छ गाडी होइन तर स्याप्रुदेखि तातो पानी आउने गाडी चाहिँ अलिकति पाउन गाह्रो हुने रहेछ सो आफ्नै बाइकमा आउनुहुन्छ भने चाहिँ त्यही भ्रिमथाङ भन्ने ठाउँसम्म चाहिँ बाइक जान्छ होइन अनि लोकल गाडीमा चाहिँ तातो पानीसम्म मात्रै आउने रहेछ इनकेस तपाईँहरू रिजर्भमा आउँदै हुन्छ भने चाहिँ बोलेरो सोलेरो अथवा स्कर्पियो चाहिँ लिएर आएर बरु भीमथाङसँग जान सक्नुहुन्छ त्यो अलिकति लोकल गाडीको एसेस चाहिँ अलिकति गाह्रै रहेछ अब चाहिँ हामी तल जान्छौँ त्यो दाइलाई भेट्छौँ होइन के हुन्छ हेरौँ है त ल यही है त तातो पानी चाहिँ ल हाम्रो बोजू चाहिँ यहाँ हुनुहुन्छ ल बोजू बाई बाई ल त्यही हो अब हामी तलतिर गएर काठमाडौँ जान्छौँ है त ल ल यो त लोसारको कार्यक्रम यो चाहिँ हाम्रो यहाँ अघि बसेको होटलभन्दा अलिकति तल यसलाई के भन्छ अरे दाइ खाप्से 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 पनि आयो खाप्से त आज खाएको खाएछ सेरु 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 रे त यहाँ चाहिँ पुरा यो बुद्ध गेस्ट हाउसमा पुरा लोसारको प्रोग्राम हुँदैछ यता तातो पानीमै छ हामी चाहिँ अहिले पनि लोसारको पूजा है यो चाहिँ लोसारको रमझम है त्यो चाहिँ पूजासुजा गरियो टक्क लाएर नयाँ कल्चर पनि हेऱ्यो है रमाइलो भयो ठ्याक्क टाइममा आएछ हामी चाहिँ यस्तरी गर्ने रहेछ यहाँ चाहिँ यो झन्डालाई पूजा गर्ने एक्ज्याक्ट त थाहा भएन मलाई नि होइन सबै पूजा गर्ने रहेछ फाइनली हिडिङ ब्याक टु काठमाडौँ सुमोमा जाँदैछ हामी चाहिँ काठमाडौँ डाइरेक्ट काठमाडौँसम्म जान्छ अरे यो गाडी सजिलो पनि भयो क्या पाएँ यहाँ गाडी है दाइहरूको त्योबाट त्यही हो अब यहाँको प्याकेज पनि छिटो ल्याउँदैछ फलो गर्दै
गर्दै गर्नु होला वाटर ट्रिपलाई अनि तपाईँहरूलाई यो भ्लग चाहिँ मन परेमा लाइक सब्सक्राइब सेयर गर्नु नभन्नु है त सी यु